यो हो रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 2 मा अवस्थित पवित्र धार्मिक स्थल श्री सिद्धेश्वर महादेव मन्दिर। तामाकोसी नदीसँगै पहाडको काखमा रहेको यस मन्दिरको बारेमा सम्पूर्ण जानकारी आज यस भिडियो मार्फत तपाईहरुलाई दिने प्रयास गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नमस्ते, म अहिले हाम्रो रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर 2 मा अवस्थित हाम्रो आस्थाको केन्द्र श्री सिद्धेश्वर महादेवको मन्दिरमा उपस्थित छु। धेरैलाई यो मन्दिरको नाम थाहा होला, तर यसको इतिहास, विशेषता र महत्त्व के छ भन्ने थाहा नहुन सक्छ। आज हामी यस भिडियोबाट तपाईहरुलाई यो मन्दिरको बारेमा जानकारी दिने प्रयास, साथै यहाँको गुरुहरूबाट तपाईहरुलाई यो मन्दिरको वास्तविकता र यसको इतिहास बारे केही जानकारीहरू दिने प्रयास गर्नेछु। र त्यसको लागि भिडियो अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला। मन्थली चरीकोट जोड्ने लामोसाङ्गु रामेछाप राजमार्ग र तामाकोसी नदीको बीच पहाडको काखमा रहेको छ यो मन्दिर। मन्दिरको मेन गेटमा देखिने ठुलो त्रिशूल महादेवको शक्ति र सुरक्षाको प्रतीक मानिन्छ। यो स्थलमा पुग्ने बित्तिकै मनमा एक प्रकारको शान्ति र एक अलौकिक अनुभव महसुस हुने गर्छ। यस मन्दिरको स्थापना 1975 सालमा भएको थियो। पदम पाण्डे नाम गरेका एक तपस्वी साधुले यो पवित्र स्थल स्थापना गर्नुभएको थियो। यहाँ वरिपरि बेलको वृक्षहरू धेरै भएकोले यस स्थानलाई बेल डाँडा भन्ने गरिन्छ। यो ठाउँ एकदम शान्त र आनन्दित छ। यस स्थानमा बसेर केही बेर आराम गर्दा पनि मनमा सबै चिन्ताहरू बिलाएर मन शान्त हुन्छ। मन्दिरसम्म पुग्नको लागि बनाइएका यी सिडीहरूले भक्तजनहरूलाई अझ थप सहज बनाएको छ। सिडीको प्रत्येक कदमसँगै मनमा श्रद्धा र आस्था बढ्दै गएको महसुस हुन्छ। रेलिङको छेउबाट तल हेर्दा तामाकोसी नदीको आवाजसँगै दृश्य अवलोकन गर्न सकिन्छ। तल बग्ने तामाकोसी नदीको शीतल हावाले यस स्थानलाई अझ पवित्र बनाएको छ। भगवान शिवप्रति गहिरो आस्था र तपस्याको फलस्वरूप यो स्थान धार्मिक केन्द्रको रूपमा विकसित भइरहेको छ। प्रकृतिको अलौकिक सङ्गम हो सिद्धेश्वर महादेव मन्दिर। मन्दिरको भित्र पहरोमा आफै उत्पत्ति भएको विभिन्न स्वरूपहरू देख्न सकिन्छ, जसलाई स्थानीय मानिसहरूले महादेवको चमत्कारको रूपमा लिने गर्दछन्। यहाँ केही विशेष पर्वहरूमा धेरै भिड लाग्ने गर्छ। महाशिवरात्रि, साउन महिनाको हरेक सोमबार र तीजको अवसरमा त यो मन्दिर भक्तहरूले भरिन्छन्। यहाँ आउने भक्तजनहरूले आफ्नो मनको इच्छा महादेवसँग मागेको 3 वर्षभित्र पुरा हुने जनविश्वास रहिआएको छ।
यस मन्दिरको उत्पत्ति र स्थापना बारे शान्तिदास गुरुले थप जानकारी दिनुभएको छ। यो मन्दिर बारेको उत्पत्तिको लागि पहिलामा यो जग्गामा आउँदाखेरि म जनकपुरबाट आएको थिएँ। आउँदै रहँदाखेरि बास बस्ने चाहिँ अवस्था चाहिँ नमिल्दाखेरि अनि उता पनि मलाई जान दिनु भएन, यता पनि जान दिनु भएन र यो चाहिँ गौडामा आइसकेपछि मलाई रोकिदिनु भयो। अनि दिन नदिँदाखेरि यहाँ के पो रहेछ भनेर त्यहाँदेखि फर्केर त्यहाँदेखि आएँ। यहाँ ठेक्का आउँदाखेरि यहाँ दुईवटा हो कि तिनवटा त्यहाँदेखि त्रिशुल रहेछ। त्यो त्रिशुल देखेँ मैले। त्यो त्रिशुल देख्दाखेरि ओहो यहाँ त भगवान्को आश्रम पो रहेछ, म त यहीँ त तपस्या गरेर बस्छु। सुतेँ त्यहीँ, मलाई भयङ्कर सपना पऱ्यो। कस्तो भन्नुहुन्छ, लट्टाधारी मानिसहरू आउनुभयो, मलाई चाहिँ उताल्नु पछार्नु लाग्नुभयो। म आज के भएँ, बिउजेर हेर्दाखेरि म सपना रहेछ। यसो हेर्छु चाहिँ कोही पनि छैन, केही पनि छैन, मेरो मन डराइराखेको रहेछ। ओहो भगवान्ले चाहिँ मलाई दर्शन दिनुभएको छ। बिहान हेर्दाखेरि चाहिँ मेरो हातमा त्यो बाटो खोला रहेछ। खोला हुँदाखेरि चाहिँ गएँ। जाँदाखेरि अनि अलि तल्लो पुगेपछि मलाई फेरि त्यो साल त्यति नै भयो। दोस्रो साल फेरि फर्केर आएँ। यहाँ गौडामा आएपछि मलाई इन्द्रिणीको रूप दिनुभयो। एकदम कालो रातो निलो हरियो पहेँलो भएर चाहिँ यो तल चाहिँ हुनुहुन्छ चाहिँ 5 कन्या के अरे कतिजना हुनुहुन्छ, शिव पार्वती हुनुहुन्छ, गौरी गणेश बस्नुभएको छ। यहाँ चाहिँ यहाँ विष्णुको मन्दिर हो। यो विष्णुको स्थान हो। यो गरुडको सवार लिएर बस्नुभएको यहाँ यो विष्णुको अङ्ग हो। यहाँ चाहिँ पार्वती माता हुनुहुन्छ, यहाँ शिवको अवतार चाहिँ स्थान हुनुहुन्छ। यहाँ चाहिँ भन्दाखेरि के अरे नन्दी हुनुहुन्छ, गणेश भगवान्को चाहिँ स्थान हुनुहुन्छ। यहाँ चाहिँ भन्दाखेरि के अरे ऊ त्यहाँ नन्दी भगवान् उहाँ नन्दी बस्नुभएको छ। उनले सौर दिनुभएको छ। यहाँ वडारहरू बनाएर देख्नुभयो। अनि मेरो आत्माले भन्यो कि ओहो यहाँ त भगवान् बस्नुभएको रहेछ, मलाई के चाहिँ दिनुहुन्छ। म त्यहीँ सुतेँ। यहीँ सुत्दाखेरि चाहिँ त्यो दिन पनि मलाई सपना पर्न आयो। ओहो यो चाहिँ के अचम्मको कुरा पर्न आयो। यहाँ त यस्तो चाहिँ जङ्गल, यस्तो चाहिँ अप्ठ्यारो जग्गा छ, बाख्रा पनि अडिन नसक्ने जग्गा छ, कसरी यहाँ चाहिँ बस्न सकिन्छ भने जस्तो भयो। अनि नमन्दै भगवान्ले इच्छा गर्नुभयो। त्यो रात पनि म त्यहीँ बसेँ। बस्दाखेरि पो अनिखेर चाहिँ सपना आयो कि ओहो लट्टाधारी पुरुषहरू, बुढा मान्छेहरू आउनुभयो। अनि उहाँले मलाई चाहिँ के अरे मलाई चाहिँ अप्ठ्यारो पारेर राख्यो। मेरो निन्दा भएन, मलाई खोजी भएन। म गङ्गाको माईको चाहिँ अगाडि चाहिँ आएको थिएँ, गङ्गा माताको साथमा बसेको थिएँ। तर त्यहाँदेखि मेरो चाहिँ आसन चाहिँ के अरे भित्र तल छ, मेरो 9वटा कुण्ड छ। त्यो 9वटा कुण्डमा चाहिँ म सधैँभरि चाहिँ त्यहीँ स्नान गरेर खान्छु बस्छु भनेर तल फेदमा देखाउनु भयो। अनि मलाई छायामा चाहिँ आउनु भएर चाहिँ यो वडारभित्र पस्नुभयो। यो वडारभित्र चाहिँ हावाहरू भएर चाहिँ पसेको हुनाले मैले के देखेँ, माकुराको जालो जस्तो घुमेर आयो, इन्द्रिणी परेको जस्तो घुमेर आएर चाहिँ यहाँ ठ्याक्क पस्यो। अनि मलाई चाहिँ सिर्जन गरेर आइपुगेपछि यहाँ हेर्दाखेरि चाहिँ यस्तो भगवान्को आस्थान रहेछ। भक्तजनहरूको इच्छा र मनोकामना सिद्धि पार्ने भएको हुनाले यस मन्दिरको नाम सिद्धेश्वर महादेव रहन गएको भन्ने जनविश्वास रहिआएको छ। सिद्धेश्वर महादेवको अघि आएर कुनै एक कुरा मागेपछि त्यो कुरा सिद्धेश्वर महादेवले 3 वर्षभित्रमा पुरा गरिदिनुहुन्छ भन्ने विश्वास रहिआएको छ। म सत्य सिद्धि दिने पुरुष भएको हुनाले म आपत परेको कुरालाई म आपत पार लाउँछु। तर मलाई चिन्नुपर्छ, मलाई एकता हुनुपर्छ, मेरो विश्वास हुनुपर्छ। म तपाईँको चाहिँ म सबैको काम गर्छु, सिद्धि पार्छु। छोरा नहुनेलाई छोरा दिन्छु, धन नहुनेलाई धन प्राप्त गर्छु। मुद्दा मामलो परेको मान्छेलाई त्यसलाई म पार लाउँछु। कहीँ देश विदेश जाने मान्छेलाई म सिद्धि दिन्छु। तर चाहिँ मलाई 10वटा कुरा नमागोस्, एउटै कुरो मागोस् भक्तजनले, तर आत्मादेखि मागोस्। उनको चाहिँ सिद्धि हेरिबस्छु न, नक्सा पालन गरिदिनुहोस्। स्वयं ब्रह्मको, विष्णुको, शिवको, यहाँ सबै चाहिँ नाग गन्धर्वहरू, सिद्धहरू, 9 लाख ताराहरूको चाहिँ सबै आकारहरू छन्। विष्णुको पाइलाहरू छन् यहाँ सबैमा। यो चाहिँ ऊ माथि चाहिँ कुण्डहरू पनि छन्, माथि कुण्डहरू पनि बसेका छन्।
यसमा ख्याल दिएन। ऊ त्यहाँ चाहिँ भगवतीहरू 5 गर्ने भगवतीहरू बस्ने छन्, त्यता छन्। सिद्धेश्वर महादेवको चाहिँ अघि चाहिँ सिद्धि दिएको हुनाले सिद्धेश्वर महादेव पूजा गर्दाखेरि हरिवदनी एकादशी र शिवरात्रि ठुलो महत्त्वपूर्ण। अनि साउन महिनामा सिद्धेश्वर महादेवको बडा प्रताप छ, शक्ति छ। उहाँले चाहिँ गाई नहुनेलाई गाई दिनुहुन्छ, छोरा नहुनेलाई छोरा दिनुहुन्छ, नोकर चाहे ड्युटी नहुनेलाई चाहिँ तर चित्ताएर आज चित्ताएर चाहिँ आजै होइन 3 वर्षभित्र उहाँले पालन गर्नुहुन्छु, म गर्न सक्छु, यति गर्छु, म चाहिँ बातमा पनि उडाउन सक्छु, पठाउन सक्छु भनेर उहाँले भन्नुभएको छ। म शान्तिदास बाबाको मुख र बिन्दाबाट चाहिँ प्रवेश भयो। यो चाहिँ सबै भक्तहरूले सुनिदिउन्, सबैको जयकार भएर जानेछ, सबैलाई चाहिँ चिताएको काम सफल हुनेछ, मनले कामना सिद्धि पनि हुनेछ। गुरुलाई पनि नमस्कार। म 10-12 वर्षको हुँदाखेरि यहाँ जोगी बस्नुहुन्थ्यो, जोगी बाबा भन्थ्यौँ। अनि उहाँ 3 वर्ष बसेर उहाँ बित्नुभयो। म पनि ठुलो भएँ, बढेँ, जाहिर खान गएँ। अब 20-22 वर्ष 30 वर्ष जति उतै बित्यो मेरो पनि। अब त्यसपछि घर आएँ। धेरै वर्ष लामो समय यहाँ शिवजी मन्दिर थियो, महादेवको थान थियो भन्ने मन्दिर थियो भन्ने चाहिँ मलाई ख्याल थियो। यहाँ फाँडफुँड गरियो। पछि मेरै मनमा आयो एउटा रुद्री लाम पुरेतलाई खबर गरौँ भन्दाखेरि त्यसपछि हामी घर गयो अनि रुद्री चुराइयो, लाइयो। 2-4 जना मैले यहाँ त्यति फाँडेर पूजा गर्दै गर्दै जाँदा अलि भक्त बढ्दै जाँदाखेरि न एउटा यहाँ त्रिशूलको टुक्रो न एउटा घन्टाको काहीँ केही पनि थिएन। त्यसपछि हुँदै गएर बढ्दै गएर शिवजीले चढाका भेटी। मैले थप्दै जाँदाखेरि आज यहाँसम्म आयो। 1 वर्ष नपुग्दै 3 महिनाबाटै गति बढ्यो। यहाँ सिडी भयो, रेलिङ भयो, अब गेट भयो, त्रिशूल भयो, दानपेटी भयो, अब यहाँ धेरै कुरा भए। हुँदै जाँदाखेरि अब सबैले नजर लाउन थाले। सिद्धेश्वर भन्ने टाढा भक्तजन आउन थाल्नुभयो। टाढादेखि म कहिलेकाहीँ सोध्छु, भेटे बेला बताउनुहुन्छ। यो स्थल मात्र एक मन्दिर नभएर यो आस्था, श्रद्धा र शान्तिको केन्द्र हो। परको एउटै शिलामा विभिन्न भगवानहरूको आकृति देख्न सकिन्छ। भगवानप्रति भक्तहरूको आस्था बढेसँगै भौतिक संरचना पनि विकास भइरहेको छ। अहिले
उकालो चढ्दाखेरि हामीले पछाडिपट्टि तामाकोसी नदी र बान्द्रेको यति राम्रो हरियाली फाँट देख्न सक्छौँ। तल मन्दिर दर्शन गरेर फर्किँदाखेरि बिचमा थकाइ मेटाउनको लागि पनि बस्ने राम्रो व्यवस्था रहेको छ यहाँ। यहाँ दर्शन गर्न आउने भक्तजनहरूको सजिलोको लागि हाम्रो मोटर बाटोदेखि तल मन्दिरसम्म सिडीको व्यवस्था भएको हुनाले चाहिँ यहाँ सजिलैसँग तल मन्दिरसम्म पुग्ने बाटोको पनि व्यवस्था गरिएको रहेछ। यो थियो रामेछाप मन्थली नगरपालिका वडा नम्बर 2 मा रहेको सिद्धेश्वर महादेव मन्दिर। मन्थली बजारबाट 5 किलोमिटरको दूरीमा रहेको आन्तरिक पर्यटनको राम्रो सम्भावना बोकेको स्थान हो सिद्धेश्वर महादेव मन्दिर। मन्थली नगरपालिका वडा नम्बर 2 र स्थानीय वासीहरूको सहयोगले पनि मन्दिरलाई अझ थप विकसित बनाउने कार्य भइरहेको छ। यदि तपाईँ रामेछाप जिल्लाको यात्रा गर्दै हुनुहुन्छ भने यस पवित्र स्थल सिद्धेश्वर महादेवको दर्शन गर्न नबिर्सनुहोला। म हो नवीन कार्की। भिलेज भाइब्सबाट फेरि अर्को कुनै गाउँठाउँको यस्तै भिडियोहरू लिएर आउनेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। हर हर महादेव। साधु सन्तको